जेनजी पुस्ताका कमरेडलाई, कार्यक्रममा उपस्थित नेपाली कम्युनिस्ट पार्टीका सबै सहयोद्धा कमरेडहरू, आज नेपाली कम्युनिस्ट पार्टीमा जेनजी युवाहरूलाई स्वागत गर्ने कार्यक्रममा उपस्थित सम्पूर्ण कमरेडहरू र जेनजी पुस्ताका युवा भाइ बहिनीहरू, सबभन्दा पहिला म एकचोटि फेरि तपाईहरुलाई बधाई भन्न चाहन्छु। तपाईहरुलाई शब्दद्वारा स्वागत भन्न चाहन्छु नेपाली कम्युनिस्ट पार्टीमा र तपाईहरुको सफलताको निम्ति पार्टीको तर्फबाट मेरो तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु र तपाईहरु सबैलाई फेरि पार्टीको तर्फबाट र मेरो तर्फबाट लाल सलाम पनि भन्न चाहन्छु। अहिले अन्तर्क्रिया कार्यक्रम भर्खरै उद्घोषकले भने जस्तै अहिले भ्याइएन, अर्को पटक हामी अन्तर संवाद कार्यक्रममा फेरि एकचोटि भेट हुने म आशा गर्न चाहन्छु, भरोसा गर्न चाहन्छु र तपाईहरुले खास गरी जेनजी पुस्ताका युवाहरूले गएको भाद्र 23 र 24 मा जस्तो इनिसिएटिभ लिनुभयो त्यसले देशलाई र दुनियाँभरि रहेका नेपालीहरूलाई पनि राम्रैसँग झकझक्याएर एउटा नयाँ परिस्थिति, एउटा नयाँ चेतनातिर अगाडि बढ्न उत्प्रेरित पनि गर्यो, बाध्य पनि पार्यो। यस अर्थमा म ती सबै आन्दोलनमा सहभागी युवा पुस्तालाई पनि बधाई भन्न चाहन्छु र त्यस क्रममा 23 र 24 को आन्दोलनका क्रममा वीर गति प्राप्त गर्ने सबै युवा महान शहीदहरूप्रति श्रद्धा प्रकट गर्न चाहन्छु र उहाँहरूका शोक सन्तप्त परिवारहरूप्रति पनि पार्टीको तर्फबाट र मेरो तर्फबाट हार्दिक समवेदना व्यक्त गर्न चाहन्छु। मैले अहिले यहाँ लामो भाषण गर्नु आवश्यक ठानेको छैन। तपाईहरुले विभिन्न समय र सन्दर्भमा पार्टीको तर्फबाट र मैले व्यक्त गरेका विचारहरू, किनकि 23 गतेको जेनजी आन्दोलनको पूर्व सन्ध्यामा नै जेनजी युवाहरूले उठाएका माग सही छन्, उनीहरूको आन्दोलनको उद्देश्य सही छ र सरकारले बल प्रयोग नगरोस् भनेर मैले भनेदेखि यहाँसम्म आउँदा हाम्रा मागहरूमा देखिएको समानता र विगतमा हामीबाट भएका गल्ती कमजोरी स्वीकार गर्ने, आत्मसमीक्षा गर्ने र युवाहरूको स्पिरिट अनुसार, भावना अनुसार आफैलाई बदल्ने र नयाँ ढङ्गले नेपाल निर्माण गर्ने एउटा नयाँ संकल्प लिने परिस्थिति पनि युवाहरूले पैदा गरेका छन्। मैले अहिले तपाईहरुको अगाडि उभिएर खास गरी आज झन्डै 1000 जेनजी पुस्ताका युवाहरूलाई नेपाली कम्युनिस्ट पार्टीमा स्वागत गर्दै गर्दा म यहाँ बस्दै गर्दा विगतलाई स्मरण गर्नेतिर मेरो मन गयो। मैले 16 वर्ष पुगेपछि म पार्टीमा कसरी जोडिएँ अनि म 35 वर्ष पुगेपछि म पार्टीको प्रमुख नेता कसरी भएँ, म युवक संघको अध्यक्ष 2038 सालमा भनेको त्यो झन्डै 27 वर्षको उमेरमा म कसरी भएँ अनि युवाहरूलाई नै लिएर मैले जनयुद्धको तयारी कसरी गरेँ, जनयुद्ध र जनआन्दोलन मिलेर नेपालमा कसरी संविधान सभा र संघीय लोकतान्त्रिक गणतन्त्र आयो, यो देशका महिला, दलित, आदिवासी जनजाति, थारू, मुस्लिम, मधेसी लगायत सबै उत्पीडित वर्ग समुदायले समावेशिता कसरी प्राप्त गरे भन्ने कुरा सम्झिराखे र अहिले तपाईं युवाहरूलाई स्वागत गर्दै गर्दा त्यति बेला हामीले देखेको सपना नेपालबाट सामन्ती उत्पीडनको अन्त्य गर्ने,
वैदेशिक हस्तक्षेपको अन्त्य गर्ने र जनताको नेपाल, गणतन्त्र नेपाल, जनगणतन्त्र नेपाल निर्माण गर्ने सपना बोकेर नै ती सबै कामहरू गरिएको थियो। मैले यहाँ बस्दै गर्दा ती कुरालाई सम्झिराखेँ र तपाईँ युवाहरूलाई देख्दा मैले एउटा अर्को सपना, अब हामी जुन पुस्तामा छौँ र जुन जिम्मेवारीमा छौँ, अब हामीले एउटा अर्को नयाँ सपना देख्नुपर्छ भन्ने मैले महसुस गरिराखेँ। अब तपाईँ युवाहरूलाई उत्तराधिकार निर्माण गर्ने र जिम्मेवारी तपाईहरूलाई सुम्पिने सङ्कल्प, सपना हामीले देख्नुपर्छ र युवाहरूलाई नयाँ नेपालको नयाँ नेतृत्वका रूपमा हामीले तयार पार्नुपर्छ भन्ने सपना हामीले देख्नुपर्छ भन्ने मैले ठाने र आज तपाईहरूलाई स्वागत गर्दै गर्दा र देशभरिका युवाहरूको अगाडि उभिएर मैले दुई शब्द राख्दै गर्दा अब हाम्रो सपना तपाईहरूलाई वैचारिक, राजनैतिक, भावनात्मक, संगठनात्मक हरेक दृष्टिकोणले नयाँ नेपालको नेताका रूपमा तयार पार्ने र मैले पार्टीमा पनि हाम्रो छलफल भएको छ। आउने चुनावमा हामी धेरैभन्दा धेरै युवाहरूलाई अवसर दिने, पार्टी कमिटीहरूमा धेरैभन्दा धेरै युवाहरूलाई ल्याउने सङ्कल्प गर्ने अवस्था हो आजको अवस्था भन्ने पनि हामीले छलफल गरेका छौँ र हामी छिटै त्यो निर्णय पनि गर्दैछौँ। नयाँ पुस्ताका युवाहरूलाई बढीभन्दा बढी जिम्मेवारी सुम्पने, त्यो वातावरण बनाउने हामी पुराना पुस्ताका क्रान्तिकारीहरूको जिम्मेवारी हो भन्ने मैले महसुस गरेको छु र म तपाईहरूलाई त्यही कुराको प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। अहिले देश एकातिर जेनजी आन्दोलनले झकझक्याएर सबैलाई आत्मसमीक्षा गर्नुपर्ने, आत्मआलोचना गर्नुपर्ने, आफ्ना कमजोरी सच्याएर नेपाल निर्माणमा अगाडि बढ्ने नयाँ सङ्कल्प लिनुपर्ने ठाउँमा छ भने अर्कोतिर कहीँ न कहीँ देशलाई कमजोर पार्ने, कहीँ न कहीँ नेपाल राष्ट्रको राष्ट्रिय स्वाधीनता, हाम्रो भौगोलिक अखण्डता, नेपाली जनताको सार्वभौम सत्तालाई कमजोर पार्ने खेलहरू पनि चलिरहेकै छन्। त्यसकारण राष्ट्र पहिलो, देश पहिलो भन्ने भावनाका साथ हामी सबै पुस्ताका नेपालीहरू एकजुट भएर सबभन्दा पहिला त राष्ट्र बचाउने कुरालाई उच्च प्राथमिकता दिन जरुरी छ र अनि त्यसपछि नेपालको समस्या हामीले महसुस गरेको, तपाईहरूलाई सायद यो कुरा सम्झना होला, यद्यपि यो कुरालाई कहीँ न कहीँ कन्फ्युज गर्ने मिसइन्फर्मेसन र डिसइन्फर्मेसन क्याम्पेन यति डरलाग्दोसँग चलेको छ नेपालमा, गलत भाष्य बनाउने, विभ्रम पैदा गर्ने षड्यन्त्र भएको छ। तर जति भए पनि सत्य नै हुन्छ। सूर्यलाई हत्केलाले छेकेर सूर्य छेकिँदैन। भ्रष्टाचार अहिले यो देशका निम्ति एउटा दुर्भाग्यको रूपमा, बडो विकराल परिस्थितिका रूपमा भ्रष्टाचारको समस्या देखिएको छ। हामी भ्रष्टाचारका विरुद्ध सरकारमा हुँदा होस्